सो ग्यास अहिले चाहिँ लगभग साँझको 5 बज्न लागिसक्यो होइन। अब 5 बजेदेखि साँझ 10 बजेसम्म काम हान्ने होइन मस्त। लेट्स सी गाइज, हेरौँ कतिको अर्डर बजिन्छ आज होइन। म चाहिँ उबर मात्र हान्छु। अर्डर चाहिँ कतिको बज्दो रहेछ। अब 5 घन्टामा जेस 100 बनाउनु पाए नि हुन्थ्यो है। 150 बनाउनु पाए नि हुन्थ्यो। अब के हुन्छ भने चाहिँ हामी अब डेलिभरी गर्ने केटाहरूको अब माइन्ड सेटमा के हुन्छ भने चाहिँ है, 24 घन्टा अब हाम्रो फुल टाइम जब नै यही हो नि त। त्यही भएर बिहानको टाइममा चाहिँ 100 अनि साँझको टाइममा चाहिँ 100 चाहिँ यो चाहिँ टार्गेट हुन्छ होइन। बट योभन्दा माथि भयो नि केही फरक परेन। योभन्दा तल भयो चाहिँ अलिक घाटा नै लाग्छ हामी डेलिभरी गर्नेलाई होइन। अलिकति लस नै भइन्छ हामी चाहिँ। 200 देखि माथि नै भयो भने चाहिँ झन् फाइदा भइहाल्यो। त्यही भएर बिहान 100 साँझ 100 चाहिँ अब सबैको टार्गेट नै यही हुन्छ है जस्तो लाग्छ मलाई। सो त्यही हो। म चाहिँ काममा निस्किसकेको छु गाइज। म अपडेट दिने छु होइन। साँझ 10 बजेसम्म कति हुन्छ त अब आजको इन्कम, त्यही हो।